गत वर्षको फागुन महिनामा जेल परेका तत्कालीन संचार मन्त्री जयप्रकाश गुप्ता आफ्नो सजाय भुक्तान गरी रिहा भएका छन्। 13 महिनापछि जेल मुक्त भएका उनै गुप्ताको चर्चा गर्दैछु आज। अदालतमा भ्रष्टाचारको मुद्दा चलिरहँदा पनि देशको शक्तिशाली मन्त्री रहेका गुप्ताले भ्रष्टाचार गरेको प्रमाण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले 2059 सालमै जुटाइसकेको थियो। तर 2064 सालमा विशेष अदालतले सफाई दिएपछि उनले गरेको भ्रष्टाचार प्रमाणित हुन झण्डै 1 दशक लाग्यो। सर्वोच्चले विशेष अदालतको फैसला उल्टाएपछि विशेषका तत्कालीन न्यायाधीशहरू समेत छानबिनको दायरामा आएका थिए। अहिले गुप्ता जेल सजाय सकेर छुटिसकेका छन्। मिति 2069 चैत्र 5 गते। स्थान राजधानीको दिल्ली बजार स्थित कारागार। समय बिहान 11 बजे। बिहानैदेखि निकै चहल पहल बढेको छ। एकपछि अर्को गर्दै सयौं मानिस भेला भएका छन्। कसैले फूल माला लिएका छन्, कसैको हातमा अबीर छ त कसैले टुल र ब्यानर पनि बोकेका छन्। नाराबाजी पनि गरिएको छ। दृश्य हेर्दा लाग्छ चुनाव जितेपछि कुनै नेताको विजयी जुलुसमै हो यो। केही बेरमा गलाभरि माला लगाएका एक व्यक्ति हातमा बुके लिएर मुस्कुराउँदै बाहिर निस्कन्छन्। यी हुन् पूर्व सूचना तथा संचार मन्त्री एवं मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष जयप्रकाश प्रसाद गुप्ता। 13 महिना अगाडि सर्वोच्च अदालतले उनलाई सार्वजनिक पदमा रहँदा अकुत धन सम्पत्ति कमाएको भन्दै भ्रष्टाचारको अभियोगमा 2 वर्षको लागि कारागार पठाएको थियो। अदालतले फैसला सुनाएपछि कारबाहीको लागि आफै अदालतमा उपस्थित भएपछि उनको सजाय 20% कम भयो र सोमबार 13 महिने जेल जीवन काटेर बाहिर निस्केका छन् जेपी गुप्ता। 13 महिनादेखि कारागारमा बन्दीको रूपमा आफ्नो समय बिताए। मलाई सर्वोच्च अदालतको फैसलापछि यस कारागारमा ल्याउँदाको बखत रात परेको थियो, अन्धकार थियो। तर आज जब म यो कारागारबाट बाहिर निस्किँदैछु, आकाशमा सूर्य झुल्किँदैछ, घाम लागेको छ। यो एक कुराको द्योतक पनि हो कि मलाई केही काल सजाय दिनको लागि अदालतले जुन फैसला गरेको थियो त्यसले नेपाललाई, मधेसलाई सधैँ अन्धकारमा रहन दिँदैन, उज्यालो भइसकेको छ। 4 वर्ष अगाडि विशेष अदालतले सफाई दिए पनि उनलाई सर्वोच्चले भ्रष्टाचारीको करार दिँदै जेल पठायो। उनले सजाय भोगे 13 महिने जेल जीवन। तर पनि उनको अनुहारमा भ्रष्टाचारको अभियोगमा जेलबाट छुटे जस्तो केही पनि झल्किएको थिएन। उनी भनिरहेका थिए मधेस र मधेसका जनताको लागि जे गर्न पनि तयार छु। जनताको आँखाले मलाई भन्छ कि त्यहाँ आगो छ, त्यहाँ आगोको मुस्ला छ, तिमी आगोमा हाम फाल। म विश्वासपूर्वक भन्छु कि म आगोमा हाम फाल्छु। जनताले मलाई भन्छ कि त्यहाँ चाहिँ ठुलो नदीको भेल छ, तिमी त्यसमा हाम फाल्यौ भने तिमीलाई बगाएर लान्छ। म विश्वासपूर्वक भन्छु कि जनताको आदेशमा म बाढीको भेलमा पनि हाम फाल्न तयार छु। तर मेरो हातमा मधेस, जनजाति, दलित, उपेक्षित, उत्पीडित वर्गको चाहना अनुसार राज्यको रूपान्तरण र संघीयताको जुन प्लेकार्ड हुन्छ, जस्तो सुकै आगोमा हाम फाल्दा पनि त्यो डर्दैन।
जस्तो सुकै बाढीमा आम पाल्दा पनि त्यो बगाउन सकिँदैन। सर्वोच्च अदालतको निर्णयलाई आफूले सहर्ष स्वीकारेको तर पनि आफूमाथि अन्याय भएको उनको भनाइ थियो। करिब 10 मिनेट लामो आफ्नो सम्बोधनमा उनले मधेस राजनीति र मधेसका मुद्दाका मात्र कुरा गरे। मैले त्यो मधेसी मोर्चा जसलाई राज्यको पुनर्संरचना भन्ने शब्द उच्चारण गर्नको लागि जिब्रो रोकिन्थ्यो, मैले त्यसको थुतुरो फुकाएर संघीयता र राज्यको पुनर्संरचनाको पक्षमा बोल्न लगाए। मलाई आज दुःख लागेको छ कि त्यो मधेसी मोर्चा मधेसको सवालमा मात्रै होइन, जनजातिको सवालमा, दलितको सवालमा, उत्पीडित उपेक्षित जनताको हितको सवालमा आज घुँडा टेक्यो, आत्मसमर्पण गर्यो। विश्वासपूर्वक भन्न चाहन्छु कि यो मधेसले भोलि पनि राज्यको रूपान्तरण संघीयताको आन्दोलनलाई परिणाममा पुर्याउँछ। राजनीतिमा आरोप प्रत्यारोप त सामान्य जस्तै भइसके, तर न्यायालयले नै दोषी करार दिएर कारबाही भोगेर बाहिर निस्कदासम्म जेपी गुप्ताले आफ्नो कमजोरी ठान्नु भन्दा पनि त्यसलाई आफूमाथि भएको अन्याय भन्दै अझै सक्रिय राजनीतिमा लाग्ने बताइरहेका छन्। जेल जाने बेलामा र जेल भित्रैबाट पनि गुप्ताले आफ्नो बचाउमा विभिन्न तर्क गरिरहेका थिए। आफूलाई मधेस आन्दोलनको अगुवा ठानेर बचाउको जतिसुकै प्रयास गरे पनि न्यायको सर्वोच्च निकायले नै उनलाई भ्रष्टाचारी ठहर गरिसक्यो र उनले सजाय पनि भोगिसके। यद्यपि जेलबाट छुट्ने क्रममा उनले उठाएको सम्पत्ति मूल्याङ्कन र दण्डहीनताको मुद्दा भने साँच्चै तर्कसङ्गत लाग्छ। त्यसबारे थप चर्चा गर्नु अघि एकैछिनको विश्राम।